हेलो सो गाइज वेलकम छ तपाईहरुलाई मेरो न्यू छोटो मोटो भ्लगमा। आज हामी आएका छौं यो कुन ठाउँ हो जंगलको नाम थाहा छैन तर यहाँ खम्बा छ देखाउँछु म। बेलौरी 8 किलोमिटर अनि यताबाट के लेखा यो चान्देदेव 3 किलोमिटर। अब यो ठाउँको नाम चाहिँ हामीलाई केही थाहा छैन। यो जंगलको नाम के हो? टाउको निकालेर यो भ्लग बनाउन लाग्यो त्यो मान्छे झ्यालबाट टाउको निकालेर पुरै हेर्न लाग्यो के देखे जस्तो रे पुरै मान्छे नै देखे जस्तो रे क्या यार हम लोग क्या भ्लग नहीं बना सकते गाइस नहीं देखे यता हेर्नु पुरा सुनसान जंगल छ यता पनि पुरा सुनसान जंगल छ। यो ठाउँको नाम चाहिँ के हो? सोवाताल हो गाइज। यो हामी सोवाताल भन्दा हल्का यतै छौँ हामी सोवाताल उता जान्छ र हामी अब यताबाट घर जाउँला हामी आफ्नो घर हैन। बेलौरी 8 किलोमिटर भने चाहिँ अब हामीलाई यहाँबाट घर जान कति किलोमिटर होला? बेलौरी 8 किलोमिटर भने चाहिँ 30-40 किलोमिटर। अब हामीलाई यहाँबाट घर जान 30-40 किलोमिटर छ। हामी आएका एक ठाउँ राइडर भन्ने त यस सर यस्तो अरे हैन यो देखिस मोबाइल अहिले आइफोन हो भाइ कम मजा आउँथ्यो। अरे मा कसम मेरो जिन्दगी झन्डै छ यार कोही एउटा मोबाइल पनि किन्दिन। हामी यही गाडीमा गाइज यही गाडीमा कम से कम हामी 30 किलोमिटर जति हिँड्छ कि आजै हैन। 30 किलोमिटर भन्दा बढी हिँड्यौँ यही गाडी हो। भयो अब सकियो अब हामी जाने हो घर। आइफोन भइदिए भाइ कस्तो राम्रो हुन्थ्यो। के गर्ने किन्दिनन् कोही पनि आइफोन। बाउले भन्छ त कमाएर किन्। ठिकै छ म कमाएर किन्छु हैन। हो कमाएर किन्यो।